बनाइदिने हो ल बनाइदिउँ ल बनाइदिउँ जे भयो भयो चिकन काट्ने हाल्ने होइन अनि चिकन धेरै सानो पिस पनि राम्रो हुँदैन धेरै ठुलो पनि राम्रो ठिक मिडियम साइजको बनायो भनेदेखि चाहिँ त्यो झोलहरू सबै छिक्छ होइन चिकन मात्रै पहिला भुट्ने केही नहालिकन मस्टर्ड ओइलले अलिकति हाम्रो यता नेपालतिरको फ्लेभर दिन्छ भन्दा पहिला क्या जिरा धनियाँ नभए हुन्छ धनियाँ छ भने एकदम थोरै धनियाँ नभए जिरा अनि खोर्सानी सुकेको खोर्सानी अनि सुकमेल एउटा जस्तो ल्वाङ मरी जसो गरेर त्यो उसमा भुट्ने के पहिला होल मसला प्याजमा भुट्ने अनि भुटेपछि अनि त्यसलाई पिस्ने मिक्सरमा ग्राइन्ड गर्ने होइन अनि अदुवा लसुन पनि त्यस्तै गर्ने पिस्ने अनि त्यस पछाडि त्यो चिकन सरेर भुट्ने चिकन अलमोस्ट लाइक तिम्रो 70% जस्तो पाकेपछि अनि त्यस पछाडि त्यति गरिसके पछाडि अनि त्यो प्याज हुन्छ नि प्याज पनि सबै ग्राइन्ड गरेर ग्राइन्ड मिक्सरमा अनि त्यहाँबाट टमाटर पनि त्यस्तै झोल बनाउने सबै बेला बेला भुटुकामा राख्ने अब धेरै हाल्नु हुँदैन कति पकाउनु लाग्यो त्यस अनुसार होइन अनि त्यो अघि मैले भनेको 70% जस्तो चिकन पाकिसके पछाडि प्याज हाल्ने त्यो प्याज पनि अनि प्याज र चिकन यसरी भुट्ने कि नफुटिने गरी होइन तर पुरा पाक्नु पर्यो क्या त्यो प्याज टाइपको हुन्छ नि त्यो भइसके पछाडि अनि अघि भुटेको जिरा अनि त्यस पछाडि त्यो अदुवा लसुन होइन अनि बेसार त्यतिखेर अघि हालिने हुन्थ्यो बेसार अहिले हालिने हुन्छ बेसार होइन बेसार जतिखेर पनि रग लाउने अनि बेसिकली बेसार यस्तो चिजहरू हाल्दाखेरि चाहिँ सकेसम्म मसलाहरू बनाउनु हुँदैन क्या त्यो पाक्नुपर्छ क्या तेलमा फ्राई हुने भन्नाले तेलमा पाक्ने हिसाबले बेसारहरू हाल्नुपर्छ मसलाहरू सबै अनि पानी कम भएको जस्तो देखियो भने हल्का पानी हाल्दै थोरै पानी हालेर त्यो मसलाहरू राम्रोसँग पकाउने अनि त्यसो गर्दा के हुन्छ टक्क मसलामा मिक्स भएको चिकन सरेर हुन्छ क्या त्यहाँ पाक्छ त्यति भएपछि टमाटर अहिलेको टमाटरको झोल हाल्ने फेरि त्यसरी नै भुट्ने टमाटरहरू पाएको हुन्छसम्म त्यसले डिफ्रेन्ट रुप दिशा हुन्छ उग्र रूप दिशा हुन्छ टक्कसँगले पानी हाल्ने फेरि पानी हाल्नु हुँदैन कति चिकन त्यसर्छ टक्क हाल्ने अनि धनियाँको लास्टमा धनियाँ काटेको गाप सर्भ गरिदिने तातो